ओके। दुईवटा मतलब सिरिजहरू हेरेको होइन। एउटा चाहिँ सुनो पियर्स भन्ने होइन, अर्को के अरे द 4400 भन्ने वाला होइन। सो दुईवटामा म फर्स्ट चाहिँ कुरा गरौँ, सेकेन्ड 4400 चाहिँ म अहिले हेर्दैछु होइन, त्यो अझै इन्ड भएको छैन। सुनो पियर्स भन्ने चाहिँ 4वटा सिजन 8 एपिसोड छ, क्या नेटफ्लिक्सको हो। अनि त्यो चाहिँ कस्तो छ, ओल्ड इन्ड भइसक्यो होइन, सबै दुनियाँ सकिसक्यो। अनि दुनियाँभरि के कसरी सक्यो, मतलब पुरै दुनियाँमा हिउँ जमेको छ क्या, मतलब बरफ जमेको छ। त्यो टेम्परेचर -120 या समथिङ त्यस्तै, मतलब सर्लक्कै तल छ क्या। त्यो मान्छे बाहिर एकछिन पनि बाहिर निस्क्यो भने सबै जमेर मर्छ, त्यस्तो त्यस्तो चिसो छ। एकै ठाउँमा बसिरह्यो अथवा कुनै पनि भित्र बसिया छ भने पनि बङ्कर बनाएर त्यस्तोमा पनि बस्न नसक्ने खालमाको सिर्फ एउटा ट्रेन छ होइन। त्यही ट्रेनले त्यो ट्रेन चाहिँ वर्ल्ड वाइड घुमेको चलेको गर्छ होइन। त्यही ट्रेनभित्र जति मान्छे छ, ह्युमेनिटी भनेको त्यति मात्र हो। बाँकी सब दुनियाँ सकिसक्यो। त्यही ट्रेनभित्र जति मान्छे छ, त्यो पनि ट्रेन पनि एक ठाउँमा रोक्यो भने सबै मर्ने हो। त्यही भएर त्यो चलेको टेम्परेचर कन्टिन्यू राख्नको लागि त्यो छ होइन, त्योभित्र मान्छेहरू छ। अब त्योभित्र कस्तो छ, 1 2 3 गरेर होइन, 3वटा सेक्सन छ क्या। मतलब अमिर मतलब हुन्छ त मान्छेहरू, अब जहाँ पनि पैसाकै हुन्छ। अनि त्यो ट्रेनभित्र 3वटा सेक्सन छ, 1 2 3 गरेर। अनि फर्स्टमा चाहिँ फर्स्ट सेक्सनमा सबभन्दा अमिरहरू भयो, सेकेन्डमा पनि अमिरै भयो, त्योभन्दा अलि कम, थर्डमा त्योभन्दा अलि कम भयो। त्योभन्दा पछाडि चाहिँ टेल भनेर र भन्छ होइन। त्यसमा चाहिँ फाल्लेउलेका गरिब मान्छेहरू भयो, जसले त्यो अब ट्रेनको टिकट काट्न सकेन, उसमा त्यो जबरजस्ती घुसेको टाइपको भयो, त्यस्तो खालको सब मान्छेहरूलाई त्यसमा छुट्याइदिएको होइन, टेलमा छुट्याएर राखेको छ। अनि त्यो भित्र लगेर राखेर र त्यहाँभित्र अब हुन्छ त खानाको लागि पनि लिमिटेड सोर्सहरू भयो, थोरै थोरै दिने, एक टाइम मात्र दिने, त्यस्तो खालको। त्यो अब फर्स्ट लेभलमा जो छ उनीहरूलाई सबै खालको सुविधाहरू छ क्या। सबै अब एक रुम, एकजनालाई एउटा रुम दिएर र आरामदायीको जिन्दगी छ होइन। अब लास्टको चाहिँ खाना नपाएर मरिरहेछ भन्ने टाइपको हुन्छ नि त। अनि त्यो क्लास हुन्छ, अब क्लास अनुसारले छुट्याएको भएर र अब त्यो लास्टको हामीले मेन स्टोरी चाहिँ फलो गर्छौँ त्यही टेलको एउटा क्यारेक्टरको होइन। अनि त्यही क्यारेक्टरको फलो गरेर र अब त्यो अगाडि गएर तिनीहरूले के गर्छ होइन, त्यो ट्रेनमा तिनीहरूको पनि पार्ट हुन्छ कि नै, त्यही सब कुराहरू छ होइन। अनि फर्स्ट सिजन त्यही सब कुराहरू तेरो कुराहरू छ। अनि सेकेन्ड सिजनमा गरौँ र अब त्यही हुन्छ त, सबै कुराहरू कन्ट्रोल कसरी गर्ने, त्यो त्यही कुराहरू। अनि कति जित्छ कि नै तिनीहरूले, अनि मान्छे के अरे ह्युमेनिटी बाहिर के भइरहेछ, कोही मान्छे बाहिर जिउँदो छ कि नै भन्ने होइन। अनि बाहिर अब मान्छे एक्जिस्ट गर्नको लागि कति टाइम बच्छ, अनि यो पुरै हिउँ मतलब कसरी भयो, आइस कसरी जम्यो पुरै पृथ्वी भनेर त्यो सब कुराहरू छ होइन। अनि फर्स्ट सिजन चाहिँ बेस्ट छ होइन। सेकेन्ड सिजन पनि ठिक छ, सेकेन्ड र थर्ड पनि ठिक छ। फोर्थ सिजन चाहिँ अलिकति मतलब कन्क्लुड चाहिँ गरेको छ, राम्रो हिसाबले गरेको छ कन्क्लुड चाहिँ सबै कुराहरू। तर फोर्थ सिजन अलिकति मतलब खिचे जस्तो लाग्छ क्या। थर्ड सिजनकै इन्डमा गएर र एउटा मतलब अप्सन छ क्या त्यहाँ दुईवटा, त्यो अप्सन तिनेर गरेर अलिकति गरेको भए तिनेर सकिने खालमाको थियो। तर अब त्यहीँ सकाएको भए, थर्डमा सकाएको भए फेरि त्यो रिजन के कारणले त्यो भएको भनेर र हुन्छ। फोरमा चाहिँ हुन्छ, तर थर्ड र फोर्थलाई मिलाएर र तिनीरै स्टोरी कन्क्लुड गरेर पनि मिल्थ्यो होइन। तर हेर्दै हेर्दै गएपछि मजै आउँछ हेर्न चाहिँ, मलाई राम्रो लागेको के। यत्तिकै खै कहाँबाट मतलब म ऱ्यान्डमली हेर्छु क्या सिरिज, बिना कारण कहाँबाट कसरी सुरु गर्छु भन्ने कुरो मलाई पनि थाहा हुँदैन होइन। यत्तिकै ऱ्यान्डमली खै कहाँबाट के देखेर र कसरी हो, च्याट जिपिटीले कहाँबाट सजेस्ट भएर र म हेरेको हुँ क्या त्यो सायद होइन। अनि यो डिस्टोपियन वर्ल्डबाट फेरि मलाई अलिकति फेसिनेट हुन्छ क्या त्यो सिरिजहरू, डिस्टोपियन वर्ल्डहरू। द 100 हेरेकोमा त्यसपछि चाहिँ धेरै सिरिजहरू हेरिसकेँ क्या म। अब त्यो लास्ट अफ असमा अघि कुरा गरेकोमा त्यो पनि त्यसैको बारेमा होइन। डिस्टोपियन वर्ल्डकै भयो, वाल्किङ डेड भयो, कति छ सिरिजहरू होइन। अनि डिस्टोपियनको वर्ल्डको बारेमा अलिकति मजा लाग्छ कि त्यो सिरिजहरू हेर्नको लागि। अनि त्यही भएर त्यो हेरेको राम्रो छ हेर्नको लागि चाहिँ, मतलब हेर्न सके बाद चाहिँ बेस्ट। डिस्टोपियन वर्ल्डहरूमध्ये वान अफ द बेस्ट भनौँ न, मतलब राम्रो छ। अनि अर्को हेरेको द 4400। यसमा चाहिँ कस्तो हुन्छ, एक दिन मतलब 1937देखि 2001 या 2सम्म, 2004बाट सुरु हुन्छ होइन सिरिज।
अनि त्यो बिचबाट यत्तिकै मान्छेहरू एक दिन गायब हुन्छ होइन। यस्तो एउटा लाइट बल्दिन्छ, मान्छेहरू गायब। अब जस्तै 1937बाट एउटा भयो, 51बाट एउटा भयो, 61बाट एउटा भयो, यस्तो बिचबाट के 2001बाट एउटा भयो। यसरी बिचबाटै एक एकजना मान्छे गरेर र 4400 मतलब 4400 मान्छेहरू चाहिँ गायब हुन्छ। अनि त्यो सबजना एक्कासी एक दिन 2004मा होइन ऱ्यान्डमली के एउटा ठाउँमा होइन मतलब पृथ्वी बाहिरबाट आए जस्तरी एलियन सिपमा आए जस्तरी त्यो एक्कासी ऱ्यान्डमली आइदिन्छ पृथ्वीमा। अब तिनीहरू आएर र 4400 सबैले अमेरिकाको एउटा प्लेसमा आउँछ। अनि तिनीहरूलाई लिएर क्वारेन्टाइनमा राखेर र कहाँबाट आएको के हो भनेर हेर्दा सब अलग अलग टाइमबाट आइरहेछ होइन। कोही 37बाट छ, कोही 51बाट छ, कोही कहाँबाट छ। तिनीहरूलाई राखेर र अनि सोधपुछ गरेर त्यो सब कुराहरू पत्ता लगाउने। अब किन आयो, कहाँबाट आयो, कसरी आयो होइन, कसले लगेर गएको यिनीहरूलाई, त्यो सब कुराहरू पत्ता लगाउने। अनि त्यहाँ थाहा हुन्छ कि तिनीहरू जति पनि 4400 छ तिनीहरूमध्ये कुनैमा स्पेसल एबिलिटिजहरू होइन सुपर ह्युमन टाइप पावरहरू आएको छ कि मतलब डेभलप भएको त्यो सब कुराहरू पत्ता लाग्छन् क्या तिनीहरूले होइन। अनि त्यसपछि अब ह्युमन र भनौँ न तिनीहरू दुईजना बिचमा कन्फ्लिक्ट सुरु हुन्छ नि त। अब कोही पावरफुल भयो, कोही नर्मल भयो। अनि त्यसैको बारेमा छ। अहिले म सिजन 3मा छु होइन। फर्स्ट सिजनको 5वटा मात्र एपिसोड छ होइन। अनि सेकेन्डमा 13, थर्डमा पनि 13। खै किन यार, फर्स्टमा 5वटा सिजन छ, एपिसोड छ, सेकेन्डबाट 13 8-8वटा गरेर नि हुनु खानुको त्यत्तिकै एपिसोड बढाएर त्यत्तिका। अनि मतलब यो चाहिँ मलाई ठिक लाग्दैन क्या। स्टोरी जति छ त्यो हिसाबले बनाउन यार, हुनु खानुको 2-3 हप्ता अरू बढाएर के गर्नु छ र। त्यही पनि त्यति बोरिङ लाग्ने खालमाको स्टोरी त छैन होइन। त्यति खिचेको जस्तो त लाग्न त, तर पनि हुन्छ नि अलिकति त्यो फिल आउँदैन कि जति बढाउँदै गयो स्टोरी त्यति हुँदै जान्छ नि त। अनि अहिले बल्ल सिजन 3मा गरेर झन् इन्ट्रेस्टिङ भइरहेछ होइन। म अहिले खै सिजन 3 भर्खर सुरु गरेको, 3 या 4 एपिसोडमा छु। मजा आइरहेछ अहिलेसम्म चाहिँ। जति पनि चलिरहेछ, मजा आइरहेछ। ओके भाइ, आजलाई यति नै यसको बारेमा पनि। हेर्नु मन लाग्यो चाहिँ 2वटै सिरिज बेस्ट छ। ओके बाई बाई।